हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ हैन। आज चाहिँ हामी ठाकुर टिम जान लागेको छ। को भन्दा आकाश अनि नवीन टक्क लाएर आयो भन्छ नि तिमीले फेरि यार। हाय हाय ल हाय हाय। आज चाहिँ हामी ठाकुर टिम जान लागेका छौँ। म तपाईँहरूलाई पछि देखाउँदै नै छु। अहिलेको लागि स्टप हिँड्दैछौँ गाइजहरू हैन। हाम्रो गन्तव्य नजिकै छ। हेर्न सक्नुहुन्छ हामीसित यहाँ गाउँको कुकुर पनि आएको छ। कुकुर पनि भन्दा पनि यसको नाम चाहिँ एलेक्स हो। एलेक्स पनि आएको छ हैन। गाइजहरू हेर्दै गर्नुलाई। My love, if you feel like I do right now, don't say you're on the run to the आइखो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। हाम्रो मामे पनि सन्चै छन्। हामी चाहिँ आज थागल खान जानु लाग्यो। हजुर हामी चाहिँ एकदम नजिक आइसकेछौँ होइन। अब हामीले चाहिँ थागल टिप्न नजिकै आइसकेछौँ। अब टिप्छौँ हामीले टिपेको पनि देखाउँछौँ होइन। सबै हेर्दै गर्नु होला। हामी चाहिँ अघि बढिरहेकै छौँ टक्क लाएर होइन। थागलहरूको बुटा चाहिँ खतरा छन् होइन यहाँ पुरै। तर अझै छैन अहिले, यहाँ धेरै टिपिसक्यो नि। त्यही भएर अहिले छैन। अघि हामी अलि अगाडि जान्छौँ। उता चाहिँ हरियो छ होइन गाइजहरू। कालै छ र खै त्यो सबै हरियो प्यालो छ। तर हामी चाहिँ आइसकेका छौँ होइन जङ्गलतिर। अब उता चाहिँ पुरै थागलको बुटो छ। हामी लाग्दै गर्छौँ, हामी साथी गर्छौँ, तपाईँहरूलाई देखाउँदै गर्छौँ। पुरै भिडियो चाहिँ बनाउनु पाइन्न, रोक्दै बनाउँछौँ। टक्क लाएर हेर्नु सक्नुहुन्छ गाइजहरू। चट्टा लाएर हामी चाहिँ आफ्नो मिसनमा लागिसक्यौँ। हेर्न सक्नुहुन्छ गाइजहरू। अहिले चाहिँ खासै पाकेको छैन। उता भेटिने छ पाकेको चाहिँ। हेर्नु सक्नुहुन्छ यता पुरै प्यालो हो। यता फेरि यहाँ खाँदैछौँ हो कि टक्क लाएर भालु सालु सबै हुन्छ यहाँ। घाँस पनि हुन्छ। तर गाइजहरू हामी चाहिँ बस्नुपर्छ होइन। हेर्दै गर्नु होला जङ्गलमा के हुन्छ कसो हुन्छ सब तपाईँलाई देखाउने छु। हेर्न सक्नुहुन्छ यहाँ पुरै ठेट्टै पारिसक्यो मान्छेहरू यस्तो छन् कि पुरै डढेलो लगाइदिएछन्। के ठाको खाने हो गाइजहरू। तर पनि हामी उता जान्छौँ अनि भेट्यो भने तपाईँहरूलाई देखाउँछौँ होइन। तपाईँहरू चाहिँ टेन्सनै गर्नु पर्दैन, धेरै टेना लिनु पर्दैन कि। हेर्न सक्नुहुन्छ पुरै यहाँ डढेलो लाएर यस्तो ठाकलको सत्यनाश। कता त्यता जाने जाम न टक्क हेर्दै गर्नु होइन। लगायतहरू म देखाउने छु। चाहिँ टक्क लगाएर आउँदैछौँ होइन। यता नवीन चाहिँ आइसकेछन्। टक्क लगाएर हामी यात्रा चलिरहेकै छ। हाम्रो गन्तव्य छैन। हामी जहाँ जान्छौँ त्यहाँ नै हो हाम्रो गन्तव्य। टक्क लगाएर हामीले ठाकल खाँदै गर्छौँ होइन गाइजहरू। यहाँ चाहिँ पुरै डढेलो लाएर थाकलको सत्यनाश भयो कि। हेर्न सक्नुहुन्छ यति राम्रो थाकल छ तर डढेलो लगाएको छ। यो सुकै छ, अब यो कामै छैन। यो पनि एउटा चाख्दैन यस्तो चाहिँ नगाएको मिठो छैन गाइजहरू। यो सुकेको भएर मिठो छैन कि। हेर्न सक्नुहुन्छ हामीले चाहिँ काटेको पुरा खसी पुरै सक्यो कि होइन र। यो चाहिँ गुलियो छैन गाइस। डढेलो लगाएको भएर त्यसको बाफले गर्दा कुनै गुलियो नै छैन गाइजहरू। के गर्नु छ होइन। यस्तै छ। हामी कताभन्दा कता आएको हो कि अब आएर पनि नपाएको हो कि केही थाहा छैन। ऊ चाहिँ कस्तो राम्रो छ होइन तर त्यो पाकेको छैन क्या। तपाईँहरूलाई नजिकबाट देखाउन सकेन त्यसको लागि सर्दी। हामी चाहिँ थागल टिप्न भनेर हिँडै छौँ। थापालै पाइएको छैन। उतातिर हरियो छ, उतातिर जाने प्रयास गर्छौँ अब हामी। मैले चाहिँ यहाँ देखेको छु होइन। अब म काटा लगाएको छु हस्पिटल कलाएर हेर्न सक्नुहुन्छ। हाम्रो थाकल खस्यो पुरै। यस्तो हुन्न गाइजहरू। के गर्ने होइन। रेतन ल गाइस सब झरेर एक दुई गर्दा मात्रै भन्छ। गाइजहरू के गर्ने कि अब यस्तो अगाडि खप्पर हसी गर्ने होइन गाइजहरू। छागल खाने भाषी चाहिँ आउनु होला। हामी चाहिँ छागल टिपेर आइसकेका छौँ। अब तपाईँहरूलाई हाम्रो छागल टिपेर आइसक्यौँ। अब यो भ्लग कस्तो लाग्यो तपाईँहरू जस्तो त्यस्तै प्रतिक्रिया दिन चाहिँ भुल्दैन भुल्नु होला। सुन्दर भ्लगलाई सब्सक्राइब गरे
जोडिनु होला एनएसटी ब्लगमा।